हेलो गाइस, कस्तो हुनुहुन्छ होला तपाईँहरू? ठिकै हुनुहुन्छ होला। म अब 3 वर्ष कि 4 वर्ष चाहिँ 1.5 वर्ष अगाडि मेरो एउटा साथी थियो, उसँग आएको थिएँ। त्यति भएर पेपर ठिकै थियो, केही भएको थिएन। अहिले हेर्नु पुरा सुकिसकेको छ। यहाँ एउटा पिपलको बुट्टा थियो, त्यो पुरा त्यो आगो लागेको भएर पुरा जलिहाल्यो। जलेको कारणले मैले चाहिँ उभिया होला भनेर सोचेँ, ध्यान दिएन हिजो। ठ्याक्कै आज आएर यसो हल्लाउँछु भनेर पुग्लुक्कै ढलेको छ। अनि त्यो भएर भाँचेर फालिदिन्थ्यो। सानो पिपलको बोट ल्याएको मैले उभिएको। यहाँ पुरा आइसकेको। यो बनाएको अब 8 वर्ष पुरा हुन लागिसक्यो। अब त्यही 3 साढे 3 महिनापछि ठिक्कै यो 8 वर्ष पुरा हुन्छ है गाइस। यो चौतारा हामीले बनाएको माथि नै उठ्छ, ठ्याक्कै बनाएको। हेर्नु त गाइस, आजकलको मान्छे कस्ता हुन्छन्। पुरा बनाएको थालो पुरा भाँचेर फालिसकेका छन्। त्यहाँ यो सेफ्टी ट्याङ्की हो। यो ट्याङ्की बनाइदिएको। ट्याङ्कीको पुरा बिगाइसकेका छन्, धारो पनि फालिदिइसके। पुरा भित्र हेर्ने भने पानी सानी केही छैन, त्यही फुटालेर पुरा फोहोरै बनाइसकेका छन्। हल्का फुल्का सफा गरेको थिएँ हिजो, आज उस्तै भयो आज नै। आउनु यसो घुमझाम गर्दा हुन्छ तपाईँहरूलाई।